मलाई पनि होलिडेमा जान मन छ तर तपाईहरुको बिरुवा मर्छ भन्ने डर छ भने यो स्प्रिंकल मैले कसरी लाएँ सबैभन्दा सस्तो र सजिलो आइडिया म तपाईलाई यो भिडियोमा शेयर गर्नेछु फुल भिडियो हेर्नु होला 19 mm पोली पाइप है तपाईलाई जति चाहिन्छ त्यति मात्रै लिए हुन्छ मलाई 25 मिटरको ल्याएको छु मैले यो हार्डवुड स्टेक 30 cm है मैले 5-7 वटा ल्याएको छु माइक्रोजेट हाफ सर्कल स्प्रे 25 प्याक मेल डाइरेक्टर 25 mm र्याचेट क्लाइम 19 mm 25 mm इन क्याप 300 mm को यो रिजिड राइजर विथ द एडाप्टर 12 mm ट्याप एडाप्टर तपाईलाई प्लायर चाहियो अनि ह्यामर चाहियो जिप टाई 10 वटा जति चाहियो म लास्ट दिन तपाईलाई बिर्सेछु अर्को एउटा सहयोग चाहिँ तपाईलाई बुढीको पनि चाहिन्छ है यो सब सामान चाहिँ बनेको प्लम्बिङ सेक्सनमा पाउँछ मैले इच नेम एन्ड साइज चाहिँ डिस्क्रिप्सनमा राखिदिएको छु है पाइपको इन साइडमा चाहिँ यो मेल डाइरेक्टर यसरी राख्नु पर्छ यो मजाले छिर्छ यसरी है यो इन क्याप यसरी लाउनु पर्छ र बन्द गर्नु नेक्स्ट चाहिँ यो र्याचेट क्यामले यसलाई मजाले टाइट गरेर बान्नु पर्छ यो यसरी लाउने है अनि यसरी छिर्छ यो टाइट गर्न एकदम गाह्रो हुन्छ त्यही भएर यो प्लायर चाहिन्छ तपाईलाई प्लायरले टाइट गर्नुपर्छ अर्को साइड चाहिँ तपाईले अब धारा जोड्नु पर्ने हुन्छ त्यही भएर यसलाई झिक्ने अनि त्यसपछि यो मेल डाइरेक्टरलाई यहाँनेरि लाउने यसरी मजाले नाइस एन्ड टाइट लाउने है यतिको ग्याप हुन्छ केही फरक पर्दैन है पाइपमा छिराउनु पर्यो यसलाई है यसरी मजाले जोड लगा के नाइस एन्ड टाइट भएन भने फेरि पानी लिक हुन्छ त्यसपछि यो साइड पनि तपाईले र्याचेट क्लाम लाउनु पर्यो है यहाँनेरि यसले चाहिँ पानी लिक हुन पाइप खुस्किन दिँदैन पानीको फोर्सले है यसलाई यसो गर्ने तेह्र मिटरलाई मैले 5 वटा हार्डवुड स्टेक लिएको छु म यसरी ठोक्छु पहिला यसलाई अघि स्टेक गाडा ठाउँमा मैले यो जिप टाईले यो पाइपलाई टाइट गरेर बान्ने छु यहाँनेरि है यसरी सबै स्टेकमा यसरी बान्नुपर्छ तपाईहरुले नाइस एन्ड टाइट डर हुन्छ अब नेक्स्ट स्टेप चाहिँ यो हाफ सर्कल माइक्रोजेट अनि यो तपाईको 300 mm को रिजिड राइजरलाई कनेक्ट गर्नुपर्छ त्यो मैले 13 मिटरलाई 6 वटा लिएको छु अब यसरी हाल्ने यहाँनेरि अनि टाइट गर्ने हैन अनि यो लास्टमा टाइट हुँदैन लास्टमा टाइट भयो भने